हेलो गाइज सबैजनालाई वेलकम छ मेरो च्यानलमा सबैजनाले सब्सक्राइब गरिदिनु होला। आउनुहोस् आज म कहाँ गएँ त भनेर म तपाईहरुलाई भन्दैछु। यो भिडियो पुरा हेर्नु होला। बाइ बाइ। म चाहिँ यहाँ मेरो एकजना दिदीकोमा गइरहेको छु हैन। दिदीको चाहिँ यहाँनिर पसल छ क्या, अनि म चाहिँ त्यतैतिर जाँदैछु। यस्तो गाह्रो भयो नि गाइज, मलाई त कति टाढा लाग्यो हैन। त्यस्तो टाढा त होइन, तर म अब कहिले नआउने मान्छेलाई चाहिँ एकदमै धेरै टाढा लाग्यो। दिदीको पसल चाहिँ यहाँनिर छ है, उहाँ चाहिँ दिदी हुनुहुन्छ है। उहाँलाई भेट्नलाई म आइरहेको छु, अनि हामी चाहिँ एक दुईवटा कन्टेन्टहरू पनि बनाउने भनेर चाहिँ खासमा आएको थिएँ कि म। अनि दिदीले चाहिँ सटर लगाउनु भयो हैन, किनकि अब घर गएर खाना बनाएर खानुपर्ने छ नि त दिदीको हैन। पसलमा बिहानदेखि आउनु भएको। दिदीको पसलबाट दिदीको घर चाहिँ अलिकति टाढै छ क्या, मतलब 10-15 मिनट माथि रहेछ हैन। मलाई चाहिँ कति टाढा लाग्यो, अनि हिँड्ने बानी नभएर होला हैन, मलाई यस्तो थकित भएको थिएँ म। मलाई त त्यो दम आइरहेको थियो कि गाइस, दम हेर्नु न, भ्यू कस्तो खतरा, कति राम्रो हो कि, ओ माई गड। त्यसपछि चाहिँ फाइनल्ली हामी उहाँकोमा आइपुग्यौँ, उहाँको घरमा आइपुग्यौँ। अनि त्यसपछि म चाहिँ फ्यान खोलेर बसिरहेको थिएँ यति बेला। आमा म गर्मीले झन्डै मरेको क्या, म झन्डै सकिएको गाइज। यहाँ चाहिँ ससेस बनाइराख्नु भएको छ। यो ससेस बनाएर नि खाना मिल्दो रहेछ, मलाई थाहा थिएन, फर्स्ट टाइम थाहा भएको। यहाँ चाहिँ के खाँदै हुनुहुन्छ तपाईँ? खरबुजा? गर्मीमा एकदमै ठिक हुन्छ है। यो चाहिँ अझै फ्रिजमा राखेर खाने गर्नु ल, आइस जस्तो हुन्छ, अनि एकदम मिठो हुन्छ। होइन मलाई त पुग्यो अहिलेको लागि। त्यही हो ल। हिरा चाहिँ अब एक्लै नै बस्नुहुन्छ, त्यही भएर खासै म्यानेज गरेको छैन सामानहरू। मतलब हुन्छ नि, जता पायो त्यतै छ क्या। हामी हेर्नु न, अब त्यो चेयर अब मान्छे भएको भए यता सिधा हुन्थ्यो नि त, अनि यतातिर अलिकति यस्तो छ। होइन, उहाँ चाहिँ दिदी चाहिँ पसलमा जानुहुन्छ नि त बिहानै, अनि बेलुका आउनुहुन्छ, अनि त्यही भएर पनि खासै ऊ हुँदैन क्या, त्यो सबैको त्यही त हो नि होइन। अनि ल, हाम्रो चाहिँ कति टाइम पछिको भेट हो यो। पशुपति हामी कहिले पशुपतिको त्यो धेरै भएको छैन, 1-2 हप्ता पछिको भेट हो। अनि यहाँनिर चाहिँ यो ससेस मैले बनाउँदैछु होइन। ससेस चाहिँ मैले यसरी बनाएर खानासँग चाहिँ कहिले पनि खाएको छैन क्या, फ्राई गरेर यतिकै चाहिँ खाएको छु नर्मली, तर यसरी खाएको थिएन। अनि हामीले खाएको थियो, मलाई चाहिँ कस्तो मन पर्यो। फेरि पनि यस्तै गरी खान मन छ है। यसमा प्याज स्याज केही हालेको थिएन, त्यही पनि एकदम मिठो भएको थियो। ल, दिदीको हात चाहिँ मिठै रहेछ भन्ने कुरा चाहिँ मैले बुझेँ गाइज है। अब ससेसमा चाहिँ अलिक ग्रेभी पार्न लाग्थ्यो क्या हामी दुईजना मिलेर, अनि मलाई चाहिँ पहिला चाहिँ कस्तो लाग्थ्यो ला, यो पनि के मिठो होला र जस्तो भएको थियो। तर पछि खाँदा चाहिँ यस्तो मिठो लाग्यो गाइज, यस्तो मिठो लाग्यो होइन, कुरै नगर्नुहोस् क्या। अनि त्यही भएर सबै कुराहरू चाहिँ स्वाद फेरेर खायो भने चाहिँ मिठो हुँदो रहेछ। अनि ससेस चाहिँ तर प्रमिस भन्नुपर्दाखेरि मैले यसरी चाहिँ खाएको थिएन क्या, अनि मैले दिदीलाई भनेको पत्याउनु भएको थिएन होइन, हो कि मैले यसरी सब्जीको रूपमा चाहिँ खाएको थिएन। फ्राई गरेर हुन्छ नि यस्तो त्यस्तो चाहिँ टन्नै खाएको छ, नखाएको त होइन, तर यसरी चाहिँ खाएको थिएन। मिठो हुँदो रहेछ, खतरा मिठो हुँदो रहेछ, त्यही हो। हामी चाहिँ फर्किरहेछ उहाँले, पानी आइरहेछ पुरै। ए प्रमोद गुरु पुरै पानी परिरहेछ। ऊ त्यो उताको चाहिँ रानी वन हो, त्यसले चाहिँ रानी वन भन्छ है। कस्तो फोहोर भएको कि। अनि मैले चाहिँ यहाँनिर यो बाटोमा हिँड्दै गर्दाखेरि होइन, दिदीलाई 1-2वटा यसो बनाइदिनु न, मेरो यसरी हिँडिरहेको पनि बनाइदिनु न। अब होइन, भ्लग गर्ने मान्छेको त अलिकति हुन्छ नि त होइन। तर गाइज मलाई भ्लग गर्न आइरहेको छैन, मैले कोसिस चाहिँ गरिरहेको छु होइन, गर्न नआएको पनि होइन, आएको चाहिँ हो, तर खोइ क्यामेराको एङ्गलहरू नमिलेर कुनै बाङ्गो कुनै टिङ्गो भइरहेछ, खोइ त्यसै गरी क्लिक गरेको हुँदा पनि खोइ यस्तो भइरहेछ कि गाइज। अनि म चाहिँ हेर न, मकैसकै खुट्टी पाकिरहेको थियो, बोडी सिमी टन्नै थियो कि त्यो बारीभरि। मलाई चाहिँ फेरि यो मकैबारीको सिमी बोडी कस्तो मनपर्छ क्या, कस्तो मनपर्छ। मैले त्यहाँ मान्छे देखेको भए चाहिँ किन्ने तालमा थिएँ म, तर त्यहाँनिर कोही पनि थिएन। अनि ऊ त्यो साइडको डाँडामा देखेको थियो रानी वन हो, अघि नै मैले भनिसकेँ कति ब्युटिफुल छ। अझ त्यहाँनिर अझ तुवालो जस्तो लागेछ कि, अनि त्यही भएर अझ क्लियर नदेखिएको। अनि हामी चाहिँ अघि नै सर्टकट वे गएको थियो नि त उकालो, अनि मलाई चाहिँ हिँड्न कस्तो गाह्रो भयो। अनि त्यसपछि अहिले चाहिँ हामी यस्तो रोड जाम न पसल भनेर रोड जान लाग्यो। अहिले चाहिँ हामी दिदीको पसलमा जान लाग्यो हो होइन। हेर्नु न उयो फुल कति राम्रो है। अनि उयो काँडा भएको फुल क्या गाइज, मलाई होइन पुरै त्यो मुठीभरि पार्ने होइन, अनि यस्तो मजाले उडाउने क्या, मलाई कस्तो मनपर्छ के त्यो फुल। हेर्नु है, ऊ कति राम्रो छ क्या, मलाई कस्तो मनपर्छ क्या त्यो फुल।
उडाउँदाखेरि कति राम्रो कति ब्युटिफुल भाइब्स आउँछ हिरोइनवाला फिलिङ्स आउँछ क्या मलाई म चाहिँ प्रायः जस्तो बाटोमा यस्तो देख्यो भने चाहिँ टिपेर अनि पुरै मुठीभरि हालेर अनि यस्तो मजाले उडाउँछु क्या मेरो पारा हेर्नु है हेलो गाइस अब हामी चाहिँ पसल जाँदैछौँ यो चाहिँ म चाहिँ सुन्ता हो सुन्ता दिदी यसको सुन्ता थापा हो है युट्युबमा नि मेन्सन गरिदिएको छु त मैले हजुरहरूलाई मेन्सन गरेको छ तैँले सर उयो गरिदिनु सब्सक्राइब गरिदिनु ल है सबैजनाले मेरो दिदीलाई पनि सब्सक्राइब गरिदिनु होला अनि म चाहिँ अब यति बेला चाहिँ घर हिँडिसकेको थिएँ पसलमा एकछिन बस्यो हामी अनि गाडी चढेँ अनि म त्यसपछि चाहिँ गाडीबाट ओर्लेर अब मेरो हस्बेन्ड चाहिँ यतै हुनुहुन्थ्यो क्या उहाँको काम यतै थियो अनि सँगै जाने भनेर म चाहिँ काठमाडौँ मलमा ओर्लिसकेको थिएँ होइन अनि काठमाडौँ मल हेर्नु त अनि यो चाहिँ मैले त्यो आकाशे पुलबाट हुन्छ नि त्यो न्यू रोडको बिचमा भएको त्यो आकाशे पुलबाट यसरी भिडियो खिच्न लाग्दा त मलाई दिन नै नगयो हुन्थ्यो जस्तो फिल भएको थियो क्या अनि मलाई कस्तो मान्छेहरूको सामुन्ने चाहिँ भिडियो खिच्न कस्तो कस्तो अप्ठ्यारो लाग्छ कि गाइज कसरी हटाउने यो बानी कति धेरैजनाले फोटो भिडियोहरू यहाँ खिचिराख्नु भएको थियो क्या यहाँबाट उता त्यो रानी पोखरी पनि टक्क लाएर देख्छ नि त अनि कतिजनाले खिचिरहनु भएको थियो अनि मलाई चाहिँ फेरि कस्तो अप्ठ्यारो लागिरहेको थियो म एक्लै थिएँ नि त भ्लगिङ गर्ने मान्छे धेरै लजाउनु हुँदैन भन्छन् होइन अनि मैले आफूलाई अलिअलि कन्फिडेन्ट पारा देखाइरहेको छु कन्फिडेन्ट पारी पनि रहेको छु नत्र म यतिको पनि खिच्न सक्दैन थिएँ के त्यसपछि चाहिँ म फेरि त्यहाँबाट ओर्लिएँ होइन मलाई झ्याउ लागिसकेको थियो नि त किनभने एक्लै अनि के गर्दै बस्नु त के आफ्नो फोटो खिचिदिने मान्छे नि कोही छैन आफ्नो भिडियो खिचिदिने मान्छे नि कोही छैन अनि त्यसपछि चाहिँ म मेरो बुढाबाट जान लागेँ मेरो बुढा काम गर्ने ठाउँ चाहिँ त्यो सेतो बिल्डिङ हो होइन अनि त्यतैतिर काम गर्दै हुनुहुन्छ अनि म चाहिँ यहाँनिर कुरिरहेको छु क्या अनि त्यहाँ हेरिरहेको छु क्या मैले अनि त्यसपछि उहाँले चाहिँ मलाई देखेर पनि नदेखे जस्तो गरिराख्नु भएको थियो है अनि त्यही पनि मैले ठिकै छ इट्स ओके नदेखे जस्तो नगरे नि अब गरेँ नि के गर्नु त मैले भनेर म पनि अलिअलि अब एटिट्युड त छँदैछ अनि एटिट्युड देखाएर बसिरहेको थिएँ होइन कति बेला आउनुहुन्छ भनेर कुट्दै यस्तो बोरिङ हुँदै बसिरहेको थिएँ अनि फाइनल्ली मेरो बुढा आउनु भएर चाहिँ अनि म स्कुटरमा चढिसकेँ यहाँनिर चाहिँ जाम थियो क्या एकछिन अनि जाममा त रोकिनु पऱ्यो नि डिसिप्लिन त गर्नु पऱ्यो नि मान्नु पऱ्यो नि होइन नियमको पालना त गर्नु पऱ्यो अनि फेरि अर्को ठाउँमा पनि हामी जाममा पऱ्यौँ होइन गाइज मलाई जाममा स्कुटरको पछाडि बसेर जाममा पर्दा चाहिँ मजा अनि त्यही हो मलाई चाहिँ कस्तो भोग लागिरहेको थियो केही खाम्न भनिरहेको थिएँ तर अब मेरो बुढाले चाहिँ मानिरहेको थिएन किनभने उसले खाइसकेको थियो नि त अनि फेरि हामी अर्को ठाउँमा पनि जामा गरायो यहाँनिर चाहिँ यो जाम थियो क्या मैले त्यति बेला भिडियो खिचेन त्यसमा पाइनँ होइन अनि त्यसपछि यस्तो यो मिठो बालमा जाम पऱ्यो भने खाँदै जाम पर्छ क्या साथीहरू तर मलाई जाममा बस्नु चाहिँ पहिलो व्यक्ति नै म होला जसले जाममा बस्दा रमाइलो लाग्छ कति बेला जाम खुल्ला जस्तो हुन्छ अरे तर मलाई रमाइलो लागिरहेको थियो अनि फाइनल्ली हामी चाहिँ जामसाम पार गरेर गौरीघाट गुजेश्वरी पशुपति हनुमान मन्दिर हुँदै घर पुग्न लाग्यौँ अनि यहाँ एउटा चटपटे पसल छ क्या जुन चाहिँ मेरो बुढाले सानो बेलामा पनि यहीँबाट खानुहुन्थ्यो अरे बच्चैदेखि त्यहाँ गएर चटपटे अर्डर गरेर अनि म चाहिँ यसो आफ्नो खुट्टा हाँसुट्टा देखाइरहेको थिएँ क्या मलाई के गरौँ भएर होइन कस्तो बोरिङ लागिरहेको थियो कि सुरुमा चाहिँ हामीले पानीपुरी खायौँ होइन पानीपुरी चाहिँ मलाई कति मिठो लागिरहेको थियो मलाई खासै अमिलो पिरो भनेपछि मन नपर्ने मान्छे हो म तर आज मलाई खोइ किन कस्तो खाना मन लागिरहेको थियो कि स्पाइसी खाना मन लागिरहेको थियो अनि मैले खाएँ अब यो चटपटे पानीपुरी खाएको चाहिँ मेरो बुढालाई नि मनपर्ने भएर हो नत्र अरू खाजा खाउँ भन्दा त उसले मानिरहनै थिएन अनि उहाँ अङ्कलले बनाउनु भएको चटपटे चाहिँ एकदमै मिठो हुन्छ होइन तर मलाई चटपटे भन्दा पनि पानीपुरी चाहिँ कति धेरै मन पर्यो पानीपुरी चाहिँ फेरि खाउँ जस्तो भइरहेछ क्या अहिलेसम्म स्टिल नभए मलाई चटपटे पानीपुरी खासै मन पर्दैन म कतै पनि खादिनँ थिएँ फर्स्ट टाइम यहाँकै मलाई पानीपुरी एकदमै मन परेको होला तर चटपटे चाहिँ मलाई मन परेन किनभने पानीपुरी खाएर मेरो पेट पुरै भरिसकेकोले पनि हुनसक्छ है अनि उहाँ दाइलाई चाहिँ मैले जिस्काउँदै थिएँ क्या यत्रो वर्ष काठमाडौँमा चटपटे बेचिसक्नु भयो एउटा घर त बनाइसक्नु भयो होला नि भनेर भन्दै थिएँ उहाँले चाहिँ
होइन नि छैन कहाँ बनाउनु घर भनेर भन्दै हुनुहुन्थ्यो क्या। अनि मैले चाहिँ अब कतिले त बनाएर हुन्छ नि त, अनि बनाउनु भयो कि भनेर सोधेको भनेर जिस्काइरहेको थिएँ है। तर उहाँले चाहिँ होइन नि छैन नि कहाँ बनाउनु भनेर दुःख पोखिराख्नु भएको थियो। यस्तै हो क्या गाइज, काठमाडौँमा काम गऱ्यो नि त्यस्तै हो, आफूलाई खान बस्न होइन यताउता गर्न मात्र ठिक्क हुन्छ। तर उहाँ दाइको चटपटे बिजनेस राम्रै भएकोले चाहिँ मैले यो क्वेसन गरेको हो उहाँलाई है। चटपटी चाहिँ एकदमै मिठो हुन्छ, यहाँ चाहिँ कहाँ कहाँको मान्छेहरूले आएर पनि खाइरहेको हुन्छ। अनि उहाँ दाइ यहाँनिर चटपटी बेच्नु भएको चाहिँ कति धेरै वर्ष भइसक्यो अरे क्या। मेरो हस्बेन्ड सानो हुने बेलादेखि यहाँ बेच्नु भएको अरे के उहाँले। त्यसपछि चाहिँ हाम्रो चटपटी पनि बन्यो अनि मैले खाँदै थिएँ। अनि त्यहाँनिर एउटा सानो नानी आएर दिदी आन्टी हजुरको पछि मेरो पालो है भनेर भन्दै थिइन्। अनि मैले हो तिम्रै पालो हो भनेको थिएँ। अनि उनीहरूसँग एकछिन कुरा भयो। बच्चाहरूले पनि कति मन पराउने है, तर यो हेल्थको लागि त्यति राम्रो चाहिँ होइन है, बच्चाहरूलाई चाहिँ नखानिदिएकै राम्रो हो। अनि मेरो हस्बेन्ड चाहिँ अब मैले चाहिँ 1-2 चम्चा मात्र खाएँ अनि म अगाएँ क्या, किनभने मैले पानीपुरी कति धेरै खाइसकेको थिएँ। मलाई अनि पिरो अमिलोमा खासै इन्ट्रेस्ट पनि छैन, पिरोमा चाहिँ इन्ट्रेस्ट छ तर अमिलोमा इन्ट्रेस्ट छैन। मेरो दाँत कुटिन्छ, त्यही भएर मेरो हस्बेन्डले खानुभयो।